यहाँहरु सम्पूर्णमा नमस्कार। म विनुता राई सदा चाहिँ तपाईहरुको सामु एउटा भिडियो लिएर उपस्थित भइसकेको छु। तपाईहरु देख्न सक्नुहुन्छ यो समकालो गाउँपालिका वडा नम्बर 6 मा अवस्थित रहेको चाहिँ माङ्मा पोखरी हो। कस्तो राम्रो हेर्नुस् न, प्रकृतिले नै कति राम्रो बनाइदिएको। यो चाहिँ तपाईहरु भन्नुहुन्छ होला यो चाहिँ मानिसले चाहिँ सिमेन्ट प्लास्टर गरेर बनाएको पोखरी, तर होइन, यो चाहिँ प्रकृतिले नै कति राम्रो ढुङ्गा खोपेर चाहिँ बनाएको पोखरी हो है। मलाई त अति आनन्द लाग्यो यहाँ आएर यो पोखरी हेर्दा चाहिँ। अब अहिलेको चैत वैशाखको खडेरीमा पनि यति राम्रो तपाईहरु देख्न सक्नुहुन्छ। वरिपरि जंगल छ हैन, बीचमा चाहिँ एउटा पोखरी छ। त्यो पनि कति लामो, हेर्नु न कति मजाको पोखरी छ। यहाँ चाहिँ पानी छ, यो साइडमा नि सानो पोखरी त रहेछ, तर यहाँ चाहिँ पानी सुकिसकेको रहेछ। यहाँ आउनका लागि त्यति गाह्रो पनि छैन र तपाईहरु सहज तरिकाले यहाँ आउन सक्नुहुन्छ। पुखुवा खोला पुखुवा दोभानबाट चाहिँ मासिर आएपछि उकालो चलेपछि स्वयं हुँदै हामी चाहिँ यहाँ आउन सक्ने रहेछौँ। अनि यो चाहिँ प्रकृतिले नै कस्तो राम्रो जस सुन्दर उपहार चाहिँ यो 5 नम्बर वडालाई 6 नम्बर वडालाई चाहिँ दिएको रहेछ है। एकदम राम्रो छ। यहाँ आएपछि आफ्नो मनमा भयो लागेको पीडाहरू सबै भुलिने लाग्यो मलाई चाहिँ है। अनि यहाँ सबै राम्रो छ। तलतिर चाहिँ नेपालको राष्ट्रिय फुल लालीगुराँसहरू बाटैभरि चाहिँ देखियो। यहाँ वरिपरि चाहिँ रहेनछ। यहाँको स्थानीयहरूले चाहिँ यहाँ वरिपरि चाहिँ अब यो लालीगुराँस हुने ठाउँ नै हो नि त। अनि यहाँ चाहिँ लालीगुराँस वरिपरि रोपिदिनु भयो भने चाहिँ यति राम्रो हुन्छ जस्तो लाग्यो है। मलाई लागेको कुरा चाहिँ मैले भिडियो मार्फत चाहिँ जस अभिव्यक्त गरेँ। अब जस उहाँहरूले पनि यो भिडियो सुन्नुभयो भने पक्कै पनि मनन गर्नुहुन्छ होला हैन। अनि मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरेर चाहिँ प्रतिक्रिया दिनु होला। हस्त, धन्यवाद, बाई बाई।